नमस्कार। बिहार विधानसभा चुनाव मिति घोषणा। मतदान नोभेम्बर 6 र 11 मा, नतिजा भने नोभेम्बर 14 मा हुनेछ। बिहारमा आगामी विधानसभा चुनाव 2 चरणमा सम्पन्न हुने भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान नोभेम्बर 6 तारिक र दोस्रो चरणको मतदान नोभेम्बर 11 तारिक हुनेछ। अनि चुनावको नतिजा नोभेम्बर 14 मा सार्वजनिक गरिनेछ। मुख्य निर्वाचन आयुक्त जिग्नेश कुमारले पत्रकार सम्मेलन गर्दै यसपटकको बिहार चुनावलाई सबै चुनावको आमा भनेका छन्। यो भन्दै यसलाई ऐतिहासिक र शान्तिपूर्ण बनाउन तयारी पूर्ण भएको बताए। उनले कानुन र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारेका छन्। यो चुनाव विशेष हुनेछ किनभने 22 वर्षपछि पहिलो पटक मतदाता नामावलीको विशेष पुनरीक्षण सम्पन्न भएको छ। नयाँ सूची अनुसार बिहारमा अब कुल 7 करोड 43 लाख मतदाता छन्, जसमा 14 लाख नयाँ मतदाता पनि समावेश छन्। यसपटक प्रत्येक 243 निर्वाचन क्षेत्रमा एक प्रयक्ष नियुक्त गरिनेछ। साथै गलत सूचना वा फेक न्युज नियन्त्रणका लागि जिल्ला स्तरीय अनुगमन समिति गठन गराउने आयोगले जनाएको छ। निर्वाचन आयोगले मतदान सहज बनाउन प्रत्येक मतदान केन्द्रमा मतदाताको सङ्ख्या 1500बाट घटाएर 1200 पुर्याएको निर्णय गरेको छ भने यसका लागि राज्यभर 90,000 मतदान केन्द्रहरू स्थापना गरिनेछ। यो चुनाव सत्तारूढ भारतीय जनता पार्टी, जनता दल युनाइटेड गठबन्धन र विपक्षी महागठबन्धन रजत र कङ्ग्रेस नेतृत्वमा बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। साथै प्रशान्त किशोरको जनसुरज पार्टीले पनि नयाँ विकल्पको रूपमा उपस्थिति जनाउनेछ। बिहार विधानसभा चुनावको मिति घोषणा अहिलेको प्रमुख राजनीतिक घटनाका रूपमा हेरिएको छ। अन्य खबरको लागि हेर्दै गर्नुहोस् हिमालयन नेटवर्क।